Okaiti टी गार्डन अनि भेरी नाइस टी कुन ठाउँ हो यो बहिनी कुन ठाउँ हो कतिमा पढ्दै हो 10 मा लासो टाइसिदिले यो भिडियो चाहिँ हाम्रो यता मिरिकतिरकै हो टी गार्डनतिर ओकाइटी यता हो त घुमघामको भिडियो छन् अनि तर अब धेरै भिडियो लामो बनाउँदाखेरि हजुरहरुमा आल्छि हुने र अब धेरै लामो हुन जानेले गर्दा धेरै मिलाउँदै बनाउँदै यसपछिको चाहिँ अब यता फेरि घुमघामको भिडियोहरू त्यसपछि बनाउने छु अहिले चाहिँ अब यतैको चिया बगानतिरको र एउटा फुल गार्डनहरू यता उता त्यही हो अनि धेरै यो भिडियो हेर्दै जानुहोस् तपाईहरुले बुझ्नुहुनेछ तर तपाईहरुलाई फेरि अब कस्तो लाग्छ त्यो भिडियोहरू पनि कमेन्ट गर्नु होला हैन राम्रो छ राम्रो छैन त्यो पनि भन्नु सक्नुहुन्छ लासो अनि पछिल्लो भिडियो चाहिँ पछि बनाउने छु लासो टाइसिदिले हामी चाहिँ यहाँ अहिले ओकाटीतिर छ हैन घुमघामको यात्रा आजको भनौं यसरी फुलै फुलको बगैँचा भनौं न हैन घरको छेउमा यस्तो रहेछ अब अलिक किन त्यो हाइड्रेन्जिया हुन्छ यो अझ नयाँ उयोहरू अब फुल माटेको छ वाउ यो दामी हुन्छ सबै तपाईको यताको पो हो सबै हजुर यहाँ छ यो चाहिँ भर्खर अब यो चाहिँ अलिक पछि हुन्छ कुन यो यिनीहरूको चाहिँ के नाम के हो सिनेरिया हो यो पिटुनिया हो कि अब यो त दामी हुन्छ अलिक पछि फुलेपछि म मेमेलाई फोटो पठाइदिन्छु नि वाह राम्रो रहेछ ल ठिक छ हजुर कति महिना घुम्नु होला कहाँ काबो हङकङ काबो यहाँ पनि रहेछ नि है पुरै हजुर योहरू ठुल्ठुलो लानु पर्छ मेमे दिदी सानो हो कि पोर कति दाइको फुले तपाईको के खाल्नु भयो ठ्याकै लान्छ त मसँग दामी छ तपाईको यो भर्खर कोपिला लाग्छ हेर्नु त बस्छ यो भर्खर कोपिला लाग्छ यो वाला पनि कुनटा राम्रो छ यो चाहिँ लेमन पाइन हो हजुर यो चाहिँ लेमन पाइन यो त यसो गरेर सुन त कस्तो मिठो गनाउँछ यस्तो गर्दै यतिकै पनि हजुर यसो गर्नु यस्तो हातले अलिकति यस्तो गर्दै मिठो आउँछ सुन ल हामी चाहिँ यता घुम्न जाँदैछ हैन यतातिर पनि हिँड्न सक्नुहुन्छ फुलै फुल हैन यस्तै घुम्न आएको अनि जाँदैछ हामी चाहिँ यहाँ गोपालधारा है के रहेछ गोप्पो त्यहाँ आइपुग्यो भ्यू पोइन्ट हामी चाहिँ आज गोपालधारा भ्यू पोइन्ट त्यहाँ घुम्न जाँदैछु अनि स्पोन्सर चाहिँ उहाँ हुनुहुन्छ गोपालधारा भ्यू पोइन्ट अन्त जाँदैछु अब हजुरहरूले हेर्न सक्नुहुन्छ गेला फेंक मरा ल गेला अड्क्यो है गेला फेंक मरा हो लासो अन्त गेला चाहिँ त्यहीँ बस्नुभयो अझ यस्तो राम्रो सर्खामा छ भनौँ न अहिले होइन यस्तो छ यो चाहिँ गोपालधारा भ्यू पोइन्ट टी गार्डन त्यहाँतिर भनौँ न टुरिस्टहरू पुरै आउँछ अरे यहाँ अब म पनि चिप्लिँदो रहेछ यहाँ बाटो चाहिँ बाटो भन्दामा अब खासै हिँड्ने ठाउँ त छैन तर पनि त्यतातिर चाहिँ त्यो ठाउँतिर चाहिँ हाम्रो दिदीहरूले चिया टिप्दै हुनुहुन्छ होइन हामी चाहिँ यहाँतिर घुम्दैछु अहिले हामी भन्दा म एक्लै चाहिँ अहिले गेला तलबाट आउन सक्नु भएन म चाहिँ अब जाँदैछु भनौँ न तल जानुले चाहिँ गाह्रो हुन्ला किनभने अलिकति चिप्लो रहेछ बाटो चाहिँ यहाँ चिप्लो छ बाटो त्यस कारणले पनि हो
ल है यहाँतिर चाहिँ हाम्रो चिया बगानतिर पनि दिदीहरू हुनुहुँदो रहेछ यहीँतिर गयो तपाईँहरू त 8 बजेदेखि सुरु हुन्छ अरे यस्तो छ है त हामीहरूलाई त यति राम्रो हो यो ठाउँ त सुन्दर लाग्छ घुम्नुलाई अब उहाँहरूले त अब सधैँ है खाजा खाएर आउनु भएको तपाईँहरू अब कति बजी जानुहुन्छ 11 बजे हामी चाहिँ यहाँबाट फर्किँदैछ हामीभन्दा म यहाँबाट अन्त उहाँ गेला त उताबाट आउनु सक्नु भएन चिप्लो बाटो भएर अनि यताको दिदीहरूले भन्नुहुँदैछ कि योबाट चाहिँ अलिकति सजिलो छ अरे भनेर बाटो अनि त्यही कारणले हामी अलिकति यताबाट जाँदैछु अब फेरि तल पुगेर फेरि माथि जानुपर्ने छ किनभने उतापट्टि बाटो अलिकति आखिदेखि चिप्लो थियो कि आखि भन्दामा आखि आउँदाखेरि चिप्लो बाटो भएकोले गर्दाखेरि चाहिँ हामी म भनौँ न यताबाट हिँड्दैछु जाँदैछु अवस्था यस्तो छ यो ठेर खाल्डा रहेछ हौ यस्तो छ होइन यहाँबाट हामी म कतिपल्ट हामी भन्दा चाहिँ म एक्लै छु आउँदैछु होइन यस्तो राम्रो रहेछ चिया बगानहरू हेर्न सक्नुहुन्छ त्यसपछि अब फेरि यो ठाउँबाट यता गयो भने ओकाइटी उता ओकाइटी भन्ने ओकाइटी उयो ठाउँ भनौँ न यता त ओकाइटी लेखेको रहेछ त्यो गेट छ त्यहाँ निस्किन्छ होइन यहाँबाट गयो भने चाहिँ फेरि आखिनेको हाम्रो गाडी जुन ठाउँमा राखेको छ त्यो ठाउँमा निस्किने हो तर अलिकति बाटो चाहिँ खराब भएकोले गर्दाखेरि चाहिँ हामी यताबाट आएकोले गर्दाखेरि अलिकति गाह्रै भइरहेको छ यो चाहिँ राम्रो रहेछ बाटो हो यसरी हिँड्नु पायो किन त ओभरै चिप्लो अन्त हाम्रो दिदी आउनुहुन्छ माथितिर अनि यस्तरी उहाँहरूले भन्नुभएको यतापट्टि बाटो राम्रो ऐसे किया राम्रो लेकिन रास्ता अच्छा नहीं है आप लोग तो फिर फिसल जाएगा व्यू तो बहुत अच्छा है ना हम इधर से गया था निकल गया उधर से क्योंकि आ नहीं सकता है जा सकता है लेकिन आ नहीं सकता है कुन ठाउँ हो यो बहिनी कुन ठाउँ हो कतिमा पढ्दै हो 10 मा राई हो राई नि स्कुल जाँदै गरेको बहिनीहरू पनि यतैबाट यही बाटोबाट जानुपर्दो रहेछ उता तलबाट आउँदो रहेछ उनीहरू अन्त म चाहिँ यहाँबाट माथि चढेर उताबाट झर्नु पऱ्यो किनभने बाटो राम्रो थिएन चिप्लो थियो त्यस कारणले पनि हो अनि यस्तो रहेछ चिया बगान अति सुन्दर अति राम्रो भ्यू पोइन्ट होइन यस्तो छ यस्तो राम्रो होइन यता हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन यस्तो छ अन्त यो ठाउँको चाहिँ यो हाम्रो यो एरियाको चाहिँ यो सोर्खा नै है त अनि जता गयो भने जता हेऱ्यो भने चिया बगान छ यता उता सबै ठाउँ हो यति राम्रो छ म एक्लै भयो त्यस कारण अलिकति अल्छी लाग्दो चाहिँ भयो किनभने घेला फर्किनु भइसकेछ यहाँबाट किनकि घेलाहरू आइकिन यहीँ थियो होइन खासै उता ढुङ्गामा बसेर मजाले फोटो खिच्ने ठाउँ त रहेछ नि तर के गर्ने घेला त चस्मा मात्रै लगाएर आउनु भएको थियो यतिकै फर्किनु भइसकेछ यहाँ चाहिँ किसिमको रहेछ है चियाहरू है अन्त घेला चस्मा लगाएर माथि जानुभएको थियो फर्किनु भएछ म एक्लै घुमेँ आज यो ठाउँको नाम गोपालतारा भ्यू पोइन्ट है चिया बगान हजुर घेला गोपालताराको चिया धन्यवाद घेला खारे टेथै सोर्छ अनि घेला चाहिँ चिप्लिएर फर्किनु रहेछ म चाहिँ यहाँबाट माथि गएको थिएँ कि यताबाट गएर यो बाटो पुरै चिप्लो रहेछ कि अन्त हामी उताबाट निस्क्यौँ म चाहिँ घेला चाहिँ यहाँ बसिराख्नु भएको रहेछ चिया पिएर स्पेसल यताको चिया अन्त घेलाले जुत्ता लगाउनु पर्ने हो नि त
ले वानी खप्त्यो खरा रे अनि Very nice tea. 야고대 빼야고도. 다. ता नि कि त भिडियो याको जाइन्दै गेला यो त मेरो चाहिँ राम्रो खिच्दैन रहेछ खासै हो अब के छैन उहाँलाई आउँदैन रे अनि मेरो फोटो ठिकैको भएको छ अब हामी फर्किँदैछु यहाँको यात्रा अब भनौँ न सबै सकेर यो ठाउँको भ्यू पोइन्ट राम्रो रहेछ अन्त अहिले चाहिँ धेरैजना मान्छे छैन नि त मजाले घुम्नु सक्यो घुम्नु पायो बिहानै आउँदाखेरि चाहिँ धेरै राम्रो रहेछ वेदरहरू पनि राम्रो होइन अन्त मेरो चाहिँ खास फोटो खिच्ने मान्छे पाएन होइन ठिकैको भएको छ मेरो भनौँ न म चाहिँ यहाँ अब यहाँ चाहिँ बिचरा दिदीहरूले पनि चिया खुवाउनु भयो हामीलाई फ्रीमा त्यही हो अब फर्किँदैछु अब हाम्रो यहाँ टी गार्डनको यात्रा चाहिँ सक्यो अब फर्किँदैछु हामी होइन राम्रो भयो आजको यात्रा खुसी लाग्यो खुसियालो भयो भनौँ न धेरै राम्रो भयो हाम्रो होइन अनि यसकै माथि आज वेदर पनि राम्रो थियो नि त त्यही कारणले हो वेदर धेरै राम्रो थियो त्यस कारणले आज घुम्न आएको थियो ल अब चाहिँ लागौँ होइन हामी त ल हाम्रो यहाँ ड्राइभर हुनुहुन्छ सुजन प्रधान अरे वाह ल अन्त के गरेर बस्यो अहिलेसम्म खै आशा घोली अब भिडियो गरिरहन्छ बसेको ए ल ठिक छ ल ल अब हामी यहाँबाट निस्किँदैछु यस्तो ठाउँको अब भनौँ न योहरू भिडियोहरू चाहिँ पछि हाल्ने नै छ होइन हजुरहरूले हेर्न सक्नुहुन्छ यसलाई त लडेछ हौ फेरि हो म त यस्तो हो भने तपाईँहरू ट्रेकिङ जुत्ता हामी चाहिँ यहाँ गुम्बा तामाङ गुम्बातिर जाँदैछौँ होइन तामाङ गुम्बामा चाहिँ के गुम्बा हो योल्मो गुम्बा